आज मिति 2083 साल असार महिनाको 28 गतेका दिन हामी कोदो रोप्न जाँदैछौँ। यो सर्प नमार भनेको यिनीहरूले मारेरै छोरो साला बजियाहरूले। आँखा रातो छ बिचराको। तँलाई अब हेर यसले बदला लिन्छ है केटा अर्को जुनीमा। किन मारिस रिठे? अब हामी मेलो लाग्यौँ है। यतापट्टि चाहिँ सबै कोदो रोपिसकेको छ। अब हामी यता चाहिँ हाम्रो कोदोबारी। यो देमाहरूको खेताला लाग्यो कि आफै रोपिसक्यो केटा? कामको त यिनीहरू त राक्षसै है। तेपखानमाहरू उम्रेको छैन कहीँ? तेपखानमाहरू उम्रे? थुका आधी पनि भएको रहेछ त नि। यो के हो यस्तो? यो म त पत्याइन नाति। कम छ नि त। म चाहिँ रोप्नुमा लाग्नु पर्यो। धेरै वर्ष पछाडि कोदो रोपिँदैछ। अन्नको चाहिँ राजा लहे हजुर। मैले चाहिँ श्री गणेश गरेँ। सुरु भयो? यो के यस्तो फेरि? अलि बाक्लो बाक्लो रोप्ने। यो पातलो हुँदैछ र? पछि झोरले रोपिहाल्छ। त्यो कत्रो पातलो भयो? हो र? धेरै धेरै पातलो भयो। ठिक छ यतिको त। ठुले आमा बागाको सोल्टी नि आज उक्तो भएन। लु लु रोपारहरू भित्र छिर्ने छिटो। रात पर्यो। मेलो सर्दैन। लु बागा त्यो उयो गर्न